सबैलाई नमस्ते। जुन यो माथि देखाइरहेको तपाईँहरूले प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ, यो सँगै यहाँ काफल मात्रै घोप्टिएको छैन। यहाँ देश र सरकारको इज्जत पनि घोप्टिएको छ। एउटा नागरिकले, एउटा असल नागरिकले आफ्नो मेहनतले जुन किसिमको परिश्रम गरेर उसले आफ्नो जीविका आर्जन गरिरहेको छ, त्यसको सरकारले सत्कार गर्नुपर्ने हो, सम्मान गर्नुपर्ने हो। तर नागरिकमाथि नै जुन किसिमको अवैध व्यवहार गरिएको छ, यो अत्यन्त खेदजनक छ। नेपाल सरकारले यस्ता व्यक्तिहरूलाई छिटोभन्दा पनि छिटो कानुनी दायरामा ल्याउनुपर्ने हुन्छ। को हो त्यो नगर प्रहरी प्रमुख? को हो त्यो नगर प्रहरी भनेको? नागरिक होइन? नागरिकको अधिकारलाई हनन गर्ने, कुण्ठित गर्ने जिम्मा त्यसले लिएको हुन्छ। नगर प्रहरीको जिम्मा भनेको के हो? जनताको सुरक्षा गर्ने हो। प्रहरी के को लागि खडा गरिन्छ? नेपाली सेना के को लागि खडा गरिन्छ? प्रहरी प्रशासनले नागरिकमाथि जुन किसिमको अत्याचार गरेको छ, यो अत्याचार एउटा नैराश्यता मात्रै होइन, यसले देशलाई अराजक शैलीमा लाने र फेरि पनि बनिरहेका संरचनाहरूलाई निर्मूल पार्ने तवरबाट अगाडि सरकार जुन यो प्रहरी प्रशासन बढिरहेको देखिन्छ। होइन भने जुन तवरबाट एउटा नागरिकलाई अत्यन्त दुःखलाग्दो हरकतले गरिएको छ, यसको छानबिन हुनुपर्छ। त्यस्ता प्रहरीहरूलाई छिटोभन्दा छिटो बर्खास्त गर्नुपर्छ। होइन भने तिनै नागरिकबाट आर्जेको, तिनै नागरिकको परिश्रमबाट आएको रकमले आफू तलब खाएर बस्ने अनि नागरिकहरूमाथि यस्तो अत्याचार गर्ने, यो सही हुन्छ? सरकारको विरोध गरेको होइन, तर सरकारले यस्ता व्यक्तिहरूलाई, यदि प्रहरी निकायभित्र यस्ता व्यक्तिहरू छन् भने तत्काल छिटोभन्दा पनि छिटो यस्ता व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याउन आवश्यक छ।